हेलो गाइज व्हाट्सअप आफ्टर लङ टाइम है म चाहिँ नयाँ ब्लग लिएर आएको छु हैन। अब तपाईहरु सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आएर हुन्छु। आज चाहिँ हामी बागलुङ जिल्लाको तिनचुले भन्ने ताराखोला गाउँपालिकामा पर्ने तिनचुले भ्यू पोइन्टमा घुम्न आएको छौँ। यहाँबाट चाहिँ अन्नपूर्ण धौलागिरी हिमालय रेन्जहरू देखिन्छ। दामी ठाउँ छ। यो कति 2932 हो कि कति 3000 लगभग समथिङ 3000 मिटरको हाइटमा पर्छ। ताराखोला गाउँपालिकाबाट 2 घण्टाको राइड पछि अब हल्का हिँड्दैछौँ। लगभग 10-15 मिनट हिँडेर पहाडको टुप्पोमा पुगेर हामी भ्यू हेर्नेछौँ। तपाईहरुलाई म त्यहाँ पुगेर देखाउँछु। फाइनल्ली गाइज हामी चाहिँ अहिले तिनचुलेमा आइसकेका छौँ हैन। यहाँबाट यस्तो दामी भ्यू देखिन्छ। अहिले चाहिँ अब हल्का हिमालमा हिउँ नपरेको अवस्था रहेछ, तर पनि यहाँबाट भ्यू चाहिँ यस्तो फ्यान्टास्टिक देखिन्छ के, यस्तो दामी हैन। यो चाहिँ अन्नपूर्ण हो, यतापट्टि धौलागिरी, अनि यताको यो चाहिँ माछापुच्छ्रे हो। सबै हिमाल देखिन्छ यहाँबाट दामी तरिकाले। हामी चाहिँ अहिले यहाँ माथि टपमा आएर यस्तो थकाइ मारिरहेछौँ हैन। हल्का चटपटे बनाउँदैछौँ। चटपटे बनाउने आइटिनेरी यस्तो लिएर आएको। 12 बजिसक्यो। ट्याक्क 12 बजी हामी लगभग 2 घण्टा लाग्यो क्या हैन। म त यत्रो बिरामी भयो यहाँ यति हेर्न आएको। म यत्रो बिरामी भएको सन्चबाको हिजो भर्खर हो। सन्चो त भएन होला अझै पनि, अझै भएन। यति हेर्नलाई हिँड्दै हिँड्दै आँखा पुरै चप 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 गरेर काट्दै हुनुहुन्छ यहाँ सरले। सेफले भन न। सेफ के सर हैन, मास्टर सेफ भन न। यहाँ त मन्दिर नि छ। यहाँनिर यो तलको यो यहाँनिरको ताल त पुरै जमे छ के, आइसले पुरै जमे छ। चटपटे फेरि पुरै प्लास्टिकमा हाम्रो के भएन के। म त यस्तो इनोसेन्ट हेर्नु एउटा युट्युब आइडी खोला के। मैले खोल्ने विचार गरिरहेको छु हैन। नाम चाहिँ ब्लगर केटी मराठा नै त्यो राख्दिन म। के राख्छु यत्रो चटपटेले अझै चिसो तातै छ है। घरबाट पानी त ल्याइयो, थर्मसमा हालेर तातो पानी ल्याइयो छ कि हैन। त्यो ओभर तातो भयो, त्यो चिसिन टाइम लाग्ने। यहाँ फेरि चिसो पानी नै, पानी जमेर तनाव। त्यसले गर्दा चाहिँ हामीलाई तिर्खै लागिसक्यो। फेरि पिरो भयो यति हालिदिन्छ है। तालको पानी पुरै जम्यो, चिसो भयो। शिव मन्दिर हो यो। अनि यहाँबाट उता चाहिँ बागलुङको सिमाना। यहाँबाट यता देखाउँदा यहाँबाट यो चाहिँ पुरै म्याग्दी हो गाइस। फेरि उताको त्यो हिमाल सिमाल यो तलको पहाडहरू सब म्याग्दी हो। पानी पऱ्यो भने, पानी यतापट्टितिर बग्यो भने, यो म्याग्दीको सिमाना पऱ्यो। पानी परेर पानी उतातिर ओह्रालो लाग्यो भने उता बागलुङको सिमाना पऱ्यो भने बुझिन्छ। यो पहाडले बागलुङ र म्याग्दीको सिमाना छुट्या छ। अनि यताबाट ढोरपाटन जाने बाटो छ फेरि। ल तिमीलाई कस्तो लागिरहेको त? मलाई एकदम रमाइलो लागिरहेछ। जम्मा रमाइलो, अरू केही नै। सुरुमा आउँदाखेरि त म एक्साइटिङ थिएँ नि। अरू तल बाइकमा त कसरी उफ्रियो थिएँ म हिमालयन गरेर। अनि त्यसपछि मैले कहिले पनि हिमाल यस्तो नजिकबाट देखेको थिइनँ। पहिलोचोटि मैले यस्तो नजिकबाट हिमाल देखेँ। मलाई यस्तो टाउको दुखेछ, ज्वरो आइरहँ। ज्वरो आएको मान्छे कहाँ नि घुम्न आएको त नि? यो हेर्ने भनेर आएको नि, कस्तो मान्छेलाई यस्तो। ठिक छ हामी चाहिँ अहिले यहीँ बसिरहेछौँ। अब एकछिनमा फोटोसोटो खिच्छौँ। अनि त्यसपछि एकछिन बसेर रेस्ट गरेर तिनचुले भ्यू पोइन्ट भन्छ यसलाई चाहिँ, बागलुङ र म्याग्दीको सिमानामा पर्छ। गाइस हामी चाहिँ अब माथिबाट फर्किसकेको अवस्था छ। यो तल झर्नेबाट साथीहरू सर र यहाँबाट चाहिँ एकदम ढुङ्गा खसाल्दै चाहिँ कसले छैन। यो त चारवटा त साइडमा तल खोला छ, यो ताराखोला हो होइन तलको। यो चाहिँ बाटो यो सर एकदम राम्रो बाटो छ, तर पछि छ। अब यो पिच हुँदैछ छिटै। यहीँबाट हो माथि सर्लक्क
तिनचुले जाने बाटो बिस्तारै तल राम्रो राम्रो बाटो छिटै गइरहेछ। अब एकछिन त्यहाँ बस्यो, एकछिन भिडियो स्टुडियो बनाइयो, ब्लग खिच्यो, एकछिन बस्यो, घामसाम ताप्यो, भ्यू हेरेर इन्जोय गरेर अब चाहिँ फर्किँदै गरेको अवस्था छ साथीहरू होइन। आजको तिनचुलेको भ्लग चाहिँ अब यतिमै एन्डिङ गरिदिउँ गाइस होइन। फेरि नयाँ भ्लगमा भेटौँ ल। अब नछोइने यो आकाश पनि छोइदेऊ जस्तो यो दोष मेरो हो कि मेरो जवान